हेलो साथीहरु वेलकम छ मेरो न्यू ब्लगमा। आज मौसम राम्रो छ। म केको ब्लग बनाउँदै हो भने साथीहरु आज चाहिँ अब मौसम राम्रो भएर चाहिँ कति दिनपछि हाम्रो चाहिँ यहाँ मौसम घाम लागेछ। त्यसपछि आज हामी फोटो खिच्न लाग्यो साथीहरु। म र मेरो बुढो हामी दुईजना चाहिँ फोटो खिच्नलाई आज फोटो क्यामेराम्यान हो सुमन चाहिँ। यता हेर्नु, यो चाहिँ हाम्रो चर्च हो, हाम्रो सेवा संगति दिने चर्च हो। यो ठाउँ चाहिँ कहाँ हो भने रामेछाप भण्डार सुर्खे भन्ने ठाउँ हो। यो चाहिँ राम्रो छ। तपाईहरुले यस्तो फोटो भिडियो खिच्नलाई ब्लग बनाउन आउन सक्नुहुन्छ भने यो ठाउँतिर आउन सक्नुहुन्छ है। अनि यतातिर चाहिँ सानो गाउँघर छ, राम्रो छ। सबै मान्छेहरु बस्तीहरु। अनि हामी बस्ने घर चाहिँ कहाँ हो भनेसी यता हो हामी बस्ने घर चाहिँ। अनि म चाहिँ आज यो लुगा लगाएर भिडियो बनाऊँ भनेको है। कसो भइरहेछ कि यो लुगा नलगाएको पनि धेरै भयो कि, किन्न त किने हो, अब किनेर नि धेरै वर्ष भइसक्यो। अनि त्यही भएर आज यो लुगा लगाएर बनाऊँ भनेको। यस्तो देखि चाहिँ कस्तो हावा चलेको कि छ्या हावा चलेको, तर एकदम पानीको चाहिँ पानी पर्ने सम्भावना चाहिँ छैन। मौसमदेखि यति सफा भन्छ कि यति सफा भएछ। त साथीहरु आजलाई यति नै हो। फेरि पनि तपाईहरु नेक्स्ट भिडियोमा भेट्न सक्नुहुन्छ। म पछि पनि ल्याउँदै गर्छु यस्तो भिडियोहरु। तपाईहरुले सबैजनाले हेरिदिनु होला है। बाइ बाइ।